हेलो एभ्रिवान, हामी चाहिँ आज गाजर उखाल्दैछौँ। यहाँ छ गाजर। यसपालि चाहिँ खासै राम्रो छैन गाजरहरू। यहाँ पुरा उखालेर ल्याइने हुन्छ। यता उखाल्नु बाँकी टन्नै छ गाजर। गाजर उखालेको अवस्था आजको दिन चाहिँ। गाजरको बोट चाहिँ यस्तो हुन्छ अनि यसपालि चाहिँ खासै राम्रो गाजर छैन। खाली गाजर यसरी काट्नुपर्छ। यसरी काट्दैछौँ। धेरैजना छौँ है अहिले चाहिँ सबैजना भएर काट्दैछौँ। यहाँ हाम्रो भाइ चाहिँ ओसार्ने गाजर धुनु लाग्यो। यसो गर्दै हुन्छ। अब हामी गाजर धुने हाम्रो दिदीको कुरा है यो चाहिँ। अब हामी यहाँ गाजर धुने यहाँ म गएको यसरी चाहिँ गाजर धुनुको पुरा रहस्य आउनु होला। रमाइलो गर्छौँ नि गाजर भर्दैछौँ है यसरी लाउँदै हुन्छ। अब लगभग हामीले सक्नु लाग्यो। यहाँले धुँदै यता यसरी ओसार्दै हुन्छ। लगभग अब सकिन्छ 6 बजीसम्म। हेलो 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 गरिदिनु न मेरो युट्युब च्यानलमा सबैजनाले हेलो हेलो।